एउटा चाहिँ ट्रेन्डलाई फोकस गर्ने होइन, जस्तै कि कुन फेस्टिभल चलिरह अहिले होइन, त्यस फेस्टिभल रिलेटेडमा हरर बनाउने एउटा चाहिँ। अर्को गर्न सक्यो हल्का सर्च बेस्ड के, जस्तै कि अब हरर स्टोरिज फर स्लिप त्यस्तोहरू हुन्छ नि, 1 घन्टाको कुनै बनाइयो भनेदेखि चाहिँ त्यसलाई फर स्लिप भनेर नि गर्न मिल्यो। अनि अर्को चाहिँ जस्तै कि यो के त्यही हामीले हेरेको थियौँ नि, स्कुलको कलेजको हाई स्कुल हरर स्टोरिजहरू भयो, त्यस्तोहरू पनि बनाउनु मिल्यो। अनि अब यो क्रिसमस हरर स्टोरिज चाहिँ मजाले चल्दो रहेछ के अरे। अब हाम्रो टाइमिङ गयो अलिकति ढिलो भएन। त्यो चाहिँ अनि यो रोड ट्रिप हरर स्टोरिजहरू भयो होइन। कुनै कुनै चाहिँ अलिक ग्रो गर्न नमान्ने रहेछ क्या। आई डोन्ट नो भाइ, मेबी कन्सिस्टेन्सी इस्यु हो कि कस्तो के हो होइन। 2 महिना अगाडि हालिरह यो मान्छेले, यो मैले अहिले पठाइदिएको वाला च्यानल हेर न, यसमा चाहिँ त्यति साह्रो नआएको क्या। यसले चाहिँ भिडियो लेन्थ छोटो छोटै राखेछ, हामीले गर्ने भनेको पनि त्यस्तै हो होइन। भिडियो लेन्थ चाहिँ म्याटर गर्दो रहेछ जस्तो लाग्यो मलाई यसमा चाहिँ। बिस्तारै बिस्तारै बढाउँला, सुरुमै गाह्रो गर्न खोज्यो भने झन् त्यस्तै हुन्छ। अनि अर्को चाहिँ सर्च के कुरामा आउँछ यसो हेर्ने होइन, भिडाइक्यूहरूबाट त्यताबाट हरर रिलेटेड के कुरामा चाहिँ सर्चमा टार्गेट गर्न सकिन्छ त्यो हेर्ने गऱ्यो भनेदेखि चाहिँ ग्रो गर्न सकिएला। अरू तिमीलाई के लाग्छ, के होला अरू स्ट्राटेजी यसो भन त। थम्बनेल चाहिँ अब इन्डियनबाट इन्सपायर भएर बनाउन सकियो होइन, सकेसम्म फेसमा रियाक्सन राखेर अनि हुन्छ नि गराउन सकियो। थम्बनेलमा चाहिँ हल्का हरर टाइपको बनाएर ट्रु स्केरी स्टोरिज मात्रै लेख्न भन्दा, त्यो पनि लेख्नलाई तर अलिकति फेसमा फेसियल रियाक्सन के, जस्तै कि जोम्बिज टाइपको त्यस्तोहरू हुन्छ नि, अलिकति मिलाएर गर्न सकियो सायद। हेर्दै जाउँला, त्यो फिगर आउट गर्दै जाउँला। अनि अरू च्यानलबाट इन्सपायर्ड हुँदै जाउँला। मैले 17,000 सब्सक्राइबर भएको च्यानल नै भेट्टाएँ के अरे होइन। त्यो च्यानलमा कुन चाहिँ अलिकति चलेछ त्यस्तोलाई गर्दै गयौँ भनेदेखि भेट्टेला। जस्तै कि यो क्या, ए वेट यो होइन, कुन चाहिँ हो, मिस्टर नाइट स्टेयर्स भन्ने। 13,000 सब्सक्राइबर छ यो च्यानलको। यसले हेर न कति राम्रो रेस्पोन्स पाइरह। यसको भिडियोको ड्युरेसन भनेको नि त्यही 30 मिनटभन्दा अलिकति बढी मात्रै हुँदो रहेछ धेरै जस्तोमा। अनि यसको जस्तो ग्रोथ भयो भने त क्रेजी भयो नि। यसले त धेरै नै हालेको छ, 43 भिडियोज इन 1 इयर भनेको त धेरै होइन नि त, टिक्क हो। एयरबिएनबीको भिडियोज बनाएर रहेछ होइन, त्यसमा नि राम्रो। यसको मोस्ट पपुलर कुन छ, ह्यालोविनको रहेछ। ह्यालोविनको रहेछ। अर्को पटकको ह्यालोविनसम्ममा ट्याक्क हामीले नि टार्गेट गर्ने हुनुपर्छ। एउटा ह्यालोविन भयो, अनि यो क्रिसमस भयो, न्यु इयरको नि मिल्थ्यो होला के अरे। भोलि नै हो न्यु इयर, अनि आजको भोलि नै त कहाँ रेडी गर्न सकिन्छ त। कि भोलि हालिदिने हो फर्स्ट भिडियो 2जना कसेर। केही काम छ कि नै तिम्रो भोलि? कलेज छ कि नै भोलि? भोलि बेलुकासम्ममा हालिसक्यो भनेदेखि चाहिँ मेबी के थाहा फर्स्ट भिडियोमै रेस्पोन्स आउँछ कि। न्यु इयर हरर स्टोरिज भन्ने, अनि थम्बनेल चाहिँ
थम्बनेल हल्का मिलाएर राख्ने नि के हुन्छ, या एआईलाई भन्ने, एआईले सजेस्ट गर्छ नि। होइन अन्त एआईलाई भन्यो भने एआईले राम्रो बनाउँछ होला थम्बनेल, हरर थम्बनेल त है। अनि यो जिम हरर स्टोरिज बनाउनु सक्यो होइन। अनि होटेलहरूको हरर स्टोरिज बनाउनु सक्यो, होटेल मोटेलहरूको। यहाँ त थ्याङ्क्स गिभिङ हरर स्टोरिज भनेर नि रहेछ यो मान्छेले। सुरुमा त आइडिया त्यो भयो, आइडिया सँगसँगै फेरि स्टोरिज पनि फाइन्ड गर्नु पऱ्यो कि। स्टोरिज कहाँबाट खोज्ने हो त नि, अब स्टोरी खोज्नुतिर लाम त। ए तिमीले एआईलाई सोधेछौ होइन, एआईलाई नै सोध्नु त के हुँदो रहेछ। सोध त यसले कता भन्दो रहेछ। Christmas gift from YouTube. I just got demonetized for something called mass production or inauthentic content. YouTube thinks I am making content without effort, which means I can't earn from ads right now. As you guys know, I post 8 to 10 stories a day. That's why I have 3 to 4 people working 3 to 5 hours daily on research. Some stories also come directly from you guys, and I work with one editor, so honestly I'm not sure what went wrong with YouTube automated system. I will submit an appeal and see what happens. New video will be out. Okay. यो मान्छेले आफ्नै अडियो युज गर्छ र भने मिस्टर स्केलेटन, यसले त 1 घन्टाको लामो बनाउँदो रहेछ क्या भिडियो। यो त एआई साउन्ड हो होइन। 17 hours ago, 7 days ago, 9 days ago, 11 days ago। मान्छे उसले लगभग अलमोस्ट एभ्री डे हाल्दो रहेछ। त्यही भएर युट्युबले चाहिँ लो एफोर्ट कन्टेन्ट भन्दैछ क्या। क्रिसमस गिफ्ट फ्रम युट्युब रे। शिट। Please read. Lately, I have noticed several YouTube channels that are using AI to clone my voice, and one of them is even stealing my thumbnail title and channel style. I personally asked one of this channel to remove the content, but he ignored it. So reported the issue, but sadly, I'm posting this to warn you all. Their channel are not mine. Okay. झन् प्रमोसन च्यानल प्रमोसन गरिदियो कस्तो गरेर हिँड्दो रहेछ दुइटै च्यानल। अझ इफ यु कम अक्रस एनी न्यू च्यानल डुइङ द सेम थिङ प्लिज मेन्सन देम। कम अन, जसको च्यानलै त्यो मिस्टर नाइटमेयरको उसमा बेस्ट छ त्यसले त्यस्तो भन्न त नसुहाउने हो के अरे। स्क्रिप्ट एआई को त स्क्रिप्ट कतिलो होला त।